नेपालमा युट्युबको फ्युचर कस्तो देखिन्छ? बनेर यहाँ बस्ने मान्छेले युट्युबबाट कति कमाउन सक्छ? भविष्यमा नेपाली क्रिएटरहरू कहाँ पुग्ने? आजको नेपालमा भिडियोमा हामी यिनै कुराहरू प्र्याक्टिकल र इक्जाम्पल र डाटासहित बुझ्नेछौँ। आजबाट 5 देखि 7 वर्ष अगाडि नेपालमा युट्युब भन्ने शब्द मात्रै थियो। आज 2025 मा युट्युब एकदम ठुलो इन्डस्ट्री बनेको छ। आउँदो 3 देखि 5 वर्षमा कुन सेक्टरबाट पैसा आउने र कुन क्याटेगोरीमा फ्युचर सबैभन्दा ब्राइट छ? नेपालमा युट्युब किन बुस्ट हुँदैछ? नेपालमा अहिले सस्तो इन्टरनेट, राम्रो मोबाइल र पहाड तराई सहर सबै ठाउँमा 4G, 5G। यो युट्युब विकासकै सबैभन्दा ठुलो कारण हो। पहिले मोबाइल क्रिएटरले क्यामेरा, अडियो, ल्यापटप चाहिन्थ्यो। अहिले फोन, फ्री एप अनि एआई टुल्स, यही कारणले हजारौं क्रिएटर जन्मिएका छन्। युथ इन्ट्रेस्ट नेपालमा धेरै युवाहरू फरेन जाने, डिजिटल स्किल सिक्न रुचाउँछन्। एडिटिङ, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, यिनै स्किल युट्युबका लागि काम लाग्छ। नेपाली भाषा कन्टेन्ट, अब नेपाली भाषामा कन्टेन्ट बनाउने ट्रेन्ड भाइरल छ। किनकि हिन्दी वा इङ्ग्लिस च्यानल त लाखौं छन्, तर नेपाली अथेन्टिक कन्टेन्ट कम छ। अब फ्युचरमा अर्निङ कहाँबाट हुन्छ होला त? युट्युब एड्स मात्रै फ्युचर होइन। आउँदो समय मल्टिपल इन्कम सोर्सहरू हुन्छ। आउँदो समयमा मल्टिपल सोर्सहरू हुनेछन्। ब्रान्ड स्पोन्सर, नेपालका लोकल कम्पनीले युट्युबलाई स्पोन्सर गर्न सुरु गरिसकेका छन्। मोबाइल, क्लोदिङ, फुड ब्रान्ड्स आदि। एफिलिएटेड मार्केटिङ, मोबाइल रिभ्यू, ग्याजगेट, अनलाइन प्रोडक्ट लिङ्क राखेर इन्कम। डिजिटल प्रोडक्ट, भोइस कोर्स, एडिटिङ कोर्स, एआई कोर्स, इबुक, मेम्बरसिप, फ्यान फाइन्डिङ, सुपर च्याट, च्यानल मेम्बरसिप नेपालमा हरेक वर्ष बढ्दैछ। प्रोडक्ट रेभेन्यू, पोडकास्ट कल्चर नेपालमा जस्ट स्टार्टिङमा छ। यहाँ फ्युचर एकदम ब्राइट छ। एआई टुल्स, अब एआईले स्टोरी, म्युजिक, थम्बनेल सबै बनाउन मद्दत गर्छ। कम खर्चमा प्रोफेसनल आउटपुट हुन्छ। सेक्सन फ्युचर, फ्युचरमा कुन क्याटेगोरी सबैभन्दा स्ट्रङ? एजुकेसन प्लस स्किल, मोबाइल एडिटिङ, एआई टुल्स, ग्राफिक डिजाइन, कोडिङ बेसिस, मतलब कोडिङ बेसिक, इङ्ग्लिस स्पिकिङ, अलवेज हाई डिमान्ड। नेपाली डकुमेन्ट्री, नेपालको कल्चर, हिस्ट्री, मिस्ट्री, सर्ट डकुमेन्ट स्टाइल भिडियो। भविष्यमा नेटफ्लिक्स लेभल बन्ने सम्भावना। टेक रिभ्यू, मोबाइल रिभ्यू, बजेट फोन, अनलाइन अर्निङ। नेपाल अडियन्समा टेक हङ्ग्री छ। मोटिभेसनल रिल स्टोरी, विदेश जाने मनस्थितिमा हुन्छन्, त्यस्तै मोटिभेसनल लाइफ स्टोरी धेरै चल्छ। कमेडी प्लस इन्टरटेनमेन्ट, सर्ट कमेडी, टिकटक रियाक्सन, सोसियल टपिक कमेडी सधैँ डिमान्ड हुन्छ। ट्राभल प्लस ब्लगिङ, नेपाल ट्राभल वर्ल्ड फेमस छ। यदि स्टोरी टेलिङ नलेज छ भने इन्टरनेसनल अडियन्सले पनि मन पराउँछन्, उनीहरू पनि हेर्न आउँछन्। किड्स कन्टेन्ट, एजुकेसनल किड्स कन्टेन्ट फ्युचरमा एकदमै राम्रो।
नेपालमा युट्युब फ्युचर ब्राइट छ, तर च्यालेन्ज पनि छन्। कपिराइट इस्यु, म्युजिक, टिभी सिरियल, मुभी रियुज भयो भने च्यानल खतरा। फ्युचर एआई मस्ट ओरिजिनल कन्टेन्ट सुरक्षित, लो सिपिएम, नेपालको एड्स रेट्स इन्डिया युएस भन्दा कम, तर फ्युचरमा ब्रान्ड डिल्स इन्कम बढाउँछ। अडियन्स कन्फ्युज्ड, गेमिङ अर्को दिन मोटिभेसनल, फ्युचरमा निचे कन्टेन्ट कन्सिस्टेन्सी, लामो समय कन्सिस्टेन्ट हुनु सबैभन्दा ठुलो च्यालेन्ज। वाट यु सुड डु, सेक्सन 5। एक निचे छान्नुहोस्, एकै विषयमा फोकस, स्टोरी टेलिङ सिक्नुहोस्, एआई टुल्स युज गर्नुहोस्, एडिटिङ, थम्बनेल, म्युजिक, भोइस ओभर इम्प्रुभ गर्नुहोस्, नेपाली अडियन्स साइकोलोजी बुझ्नुहोस्, भ्यालु दिनुहोस्, सिर्फ भिडियो होइन। भ्युअरले किन हेर्नुपर्ने, यो एक लाइनको उत्तर त्यही युट्युबको फ्युचर हो। नेपालमा युट्युब केवल मनोरञ्जनको प्लेटफर्म होइन, अब क्यारियर प्लेटफर्म बन्न थालेको छ। आउँदो 3 देखि 5 वर्षमा हजारौं नेपाली क्रिएटर युट्युबबाट फुल टाइम इन्कम लिनेछन्, तर यो सक्सेस ओभरनाइट होइन। स्किल प्लस कन्सिस्टेन्सी प्लस ओरिजिनालिटी। यदि तपाईँ आज सुरु गर्नुहुन्छ भने 100% भविष्य ब्राइट छ। यदि तपाईलाई युट्युब फ्युचरको बारेमा केही एनालाइसिस मन पर्यो भने लाइक, शेयर र कमेन्ट गर्नुहोस्। कुन क्याटेगोरीको बारेमा डिटेल भिडियो चाहिन्छ कमेन्टमा लेख्नुहोस्।